के जाँदैछ के जान्छ बिस्तारै है ऐतिहासिक एवं के हो पुरातात्विक बस्ती यो हो त नि बिस्तारै जोसमा जानु मान्छे त है बिस्तारै जानु मन्दिर चाहिँ होइन खुसी हो त मान्छेको टाढो ठेलेर कहाँ पुऱ्याउने भयो त नि यतैबाट हो नमस्ते ल बानेश्वरबाट पाल्नुभएका भक्तजन सरिता भट्टज्यू बानेश्वरबाट पाल्नुभएका भक्तजन सरिता भट्टज्यू हजुरको दिदी सावित्री पण्डेरू यस नागरिक सहायता कक्षमा हजुरलाई पर्खिराख्नु भएको छ। हजुर जहाँ हुनुहुन्छ शिखरकोट मिलिरहेको नागरिक सहायता कक्षमा आइदिनु होला। भाडा हुने पनि छ व्यवस्था छ ठिक हो
म चाइनाबाट हो नेपालमा बसेर सिकेको हो यो दाइहरूलाई दिदीहरूले मलाई चाहिँ चाइनिज भन्नुभएको छ नेपाली होइन नि नठेल्नु दिदी लडाउँछ होला ल्याउनु भएन अनि चाइनिज खिच्नु पाउनुहुन्थ्यो क्यामेरा देखिरहेको मोबाइल देखिरहेको आदरणीय श्रद्धालु भक्तजनहरू हजुरहरूले मन्दिर दर्शन गरिसक्नु भएको छ भने बाटोमा अड्कल नगरी आफ्नो गन्तव्य स्थानमा लागिदिनु हुन पनि हामी विनम्र अनुरोध गर्दछौँ हजुरहरूले बाटोमा अडबल गर्दा भिड बढ्दै गई सचेतनाले मौका पाउने भएको हुँदा आफ्नो बहुमूल्य सामानको सुरक्षा आफै गर्दै मन्दिर दर्शन गरिदिनु हुन हामी विनम्र अनुरोध गर्दछौँ साथै मन्दिर दर्शन गरिसक्नुभएका श्रद्धालु भक्तजनहरू आफ्नो गन्तव्य स्थानतिर लागिदिनु हुन पनि हामी हार्दिक अनुरोध गर्दछौँ आदरणीय श्रद्धालु भक्तजनहरू हजुरहरू मन्दिरमा दर्शन गरेर जाँदै हुनुहुन्छ नदीमा स्नान गरेर जाँदै हुनुहुन्छ भने आफ्ना बहुमूल्य सामान आफ्नो विश्वासिलो पात्रलाई जिम्मा लगाई मात्र दर्शन गरिदिनु हुन पनि हामी विनम्र अनुरोध गर्दछौँ यहाँ सर्दैन क्या यति हो यहाँ सर्दैन यति नै हो हेर्नुहोस् ओ माई गॉड श्रद्धालु भक्तजनहरू हजुरहरूले मेलामा प्रवेश गर्ने क्रममा बाटोमा पाएको बेकसेका बहुमूल्य डकुमेन्टहरू भेट्टाउनु भएको छ भने एक सभ्य नागरिकको भूमिका निर्वाह गर्दै एक नागरिक सहायता पक्षलाई बिदाई दिनुहुन पनि हामी विनम्र अनुरोध गर्दछौँ के भयो रोकियो उनी फर्किने होला यार आदरणीय श्रद्धालु भक्तगण माछा पोखरीबाट आउनुभएकी कलिता दादाज्यू हजुरका भएको नागरिक सहायता पक्षलाई तर्फमा राखिदिनु होला हजुरको साथी हजुरलाई लिइरहनु भएको छ
अन्तिम दिन पनि परेछ आज शनिबार भएर नि हो त्यो सबैले बिदा पाउँछन् बच्चा बच्चीको बुढाबुढीहरूको अफिस आउन दिन्छ न सबैजना आउन दिन्छ जाने बाटो छोडिदिनु जाने मात्रै हो आउने त यता होइन टाढा कोही पनि अगाडि जानु म पनि जानु है दुईजना सर्यो म त यहीँ रहेछु वहाँ पुगिसकेको दिन पुरा खाली होला कसैले खेल्नु खेलिँदै हिँड्छ है यस्तै हो लड्नु चाहिँ नलडौँ लडेर उठ्ने टाइम मिल्दैन खेलेर चाहिँ नमार है आमै झन् साह्रो खेल्दैछ लु अनि यस्तो भिडमा आउनु हुँदैन
निगरानीमा बसिरहनु भएको छ तपाईँहरू पनि होसियार हुनुहोला है अगाडि छिर्नु अलिकति यस्तो गरौँ त यस्तो छिर्नै लागेको चेन्ज गर्नेको कहाँ काम गर्ने ठाउँमा प्रत्येक मार्गको एकदमै भएको हामीले सुन्नमा आएको छ त्यसैले तपाईँहरूले आफ्नो कलमको सुरक्षा आफै गर्नुहोला प्रत्येक मार्गदेखि बसिरहेर हुनुहोला हेलो 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 कहाँ गर्नु छैन गर्दैन कि सरकारी सरकारी छ होइन लुगा उतैतिकै फेर्नु होला उता केटी मात्रै नहुने कि केटा पनि नहुने हो यहाँ सबै ल यही हो आदरणीय श्रद्धालु भक्तजनहरू कर्मचारीले भएको हुँदा तपाईँहरूले आफ्नो ब्यागको चेन खुलेको छ कि छैन ज्याकेटको चेन खुलिरहेको छ कि छैन कसरी हेर्नु होला है कर्मचारीले भएको हुँदा अनि यो त अनि के गर्नु गर्ने कर्मचारीले भएको हुँदा तपाईँहरूले आफ्नो ब्यागको चेन खुलेको याद गर्नु होला र तपाईँको ज्याकेटको चेन पनि खुलेर पकेटमा गएको हुनसक्छ तपाईँहरूले आफ्नो ब्याग पर्स र ज्याकेटको चेनहरू चेक गरिदिनुहुन पनि मेरा व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछ
सम्भावना भएको होला उक्त स्थानमा तपाईँहरूले तयार हुनुहोला। महिलाहरू कपडा खाना रहेछ पानीमा घरमा कुनै पनि घरमा होस् एकदमै शक्तिशाली हुन्छ। धर्मको शक्ति हेर्नुहोस् यहाँनिर उनीहरूले धर्मको शक्ति यहाँ देख्न सक्नुहुनेछ। यसलाई हेर्नुहोस् माथिबाट आउँदै हुनुहुन्छ। यहाँ आएको मान्छेहरू कमीमा छन् कसरी आएर होला विचार परिवारको सुख शान्ति समृद्धिको कामना गर्दै म कान्छी आशीर्वाद प्रदान गर्नुभएको छ। श्रेष्ठ सम्पूर्ण परिवारको नाममा परिवारको सुख शान्ति समृद्धिको कामना गर्दै आप लोगों
जाडो महिनामा पनि मान्छेहरू धर्मस्थल कसरी आउनु भएको छ ल खोइ त आएन कस्तो होला धर्म भन्ने चिज चाहिँ sudah sukses ada sural ya ada tuh
गाली पठाउनाले आफूसँग भएको भेदभाव छ तपाईँको जति आफू जमाना पनि एउटा जबन पनि भएको भक्तपुरदेखि पाल्नुभएका भक्तजन ईश्वरी नागनिवास फल पूजाकोले मान्छे नि हराउनुपर्छ भाइ ल नुहाउ नुहाउ उहाँ गएर नुहाउ उहाँ गएर सबैको कुरा उता हो नि नुहाउने हो सबै गइरहेछ म त आँटी नि अहिले आज पानी चिसो लाग्यो नि म त त्यस्तै हो आँटी नि त म त हो लड्यो भने कसरी लडाउँदैन लड्नु भएन उता गएर नुहाउने उता अब चाहिँ निस्केको है लाइट अनै गर्ने ए खिच्नुपर्छ प्लिज हाम्रो कहाँबाट हो जानु माथि त हरायो भने जाने हो नि अगाडि नै देखा त कहाँ पुग्यो गरेर हिँडिरहेको छ ए भाइ जाँदाखेरि यति बेला जाने चाहिँ यताबाट रहेछ है जोरै घर हिँड्नुपर्ने हो ल त हामी चाहिँ पूजा गरिसकेर निस्केको होइन त हेलो